ल अब हामी चाहिँ अहिले किन यहाँ आएको तपाईँहरूलाई थाहा छ? थाहा छैन है। मैले हिजो पनि आफ्टर द कल्चर प्रोग्राम भनेको थिएँ, तपाईँहरूलाई ब्रिफ गरेको थिएँ। भोलि बिहान आफ्टर द ब्रेकफास्ट वी विल स्टार्ट विथ आवर भेहिकल टु द कनु पुटिङ पोइन्ट भनेको थिएँ नि होइन। आज हामी बोटिङ गर्न गइरहेछौँ है। हामी नजिकै आइसक्यौँ यहाँ बोट स्टार्ट गर्ने ठाउँमा। बोटिङ गर्नुभन्दा अगाडि म चाहिँ कसरी बोटिङ गर्ने भनेर म तपाईँहरूलाई जानकारी गराउँछु। इट्स सेफ्टी प्रिकसन है, तपाईँहरूले चाहिँ यसलाई बुझ्नु होला त्यसरी है। अब हामी 3टा ग्रुप हुन्छौँ, हामीसँग 3जना गाइड, म सहित हाम्रो अर्को 2जना सरहरू हुनुहुन्छ गाइड, अनि हामीले तपाईँहरूलाई चाहिँ लिडिङ गर्छौँ। हामीसँग 3वटा ठुलो बोट हुन्छ, त्यो बोटमा चाहिँ हामी बस्छौँ, त्यहाँ चेयर हुन्छ, चेयरमा बसेर हामी जाने हो। यो बोटिङ ट्रिप चाहिँ कति मिनटको हुन्छ भन्दाखेरि 35 म्याक्सिमम् 35 मिनटको हुन्छ है। इट्स डिपेन्डिङ अपन द प्याडलिङ म्यान कि त्यो बोटम्यानले कति फास्ट र गर्छ कि बोटलाई, त्यसको आधारमा हुन्छ। इट्स नर्मली 35 मिनट है। अनि 35 मिनट हामी चाहिँ यो बोटिङ गरेर तल जान्छौँ, अनि त्यसपछि हाम्रो बोटिङ सकिन्छ। बोटिङ सकेपछि त्यो हामी चाहिँ एलिफेन्ट ब्रिडिङ सेन्टर जान्छौँ हात्तीको बच्चा हेर्नको लागि है। अनि हात्तीको बच्चा हेर्छौँ, त्यहाँ हात्तीको बारेमा धेरै कुराहरू तपाईँहरूले सोध्न सक्नुहुन्छ आफ्नो गाइडलाई होइन। अनि त्यहाँ चाहिँ हामी धेरै कुराहरू नलेज सेयरिङ गर्छौँ। अब यो बोटिङमा जाँदा चाहिँ कस्तो छ भन्दा हाम्रो यो बोट चाहिँ ट्रेडिसनल डगआउट क्यानो भन्छ कि, एउटा ठुलो रुखबाट बनेको, एउटै सिङ्गल रुखबाट बनेको, यसमा कुनै जोइन्ट छैन कि, बिचमा सेन्टरमा खनेर काटेर खोपेर बनाएको बोटमा हामी जान्छौँ। यसलाई ट्रेडिसनल डगआउट क्यानो भन्छ। यो चाहिँ 35 मिनट हामी तल जान्छौँ खोलामा। डाउन स्ट्रिम जाने हो है, अप स्ट्रिम होइन, फेरि डाउन स्ट्रिम जाने हो। अनि हामी पछि फर्किने बेलामा चाहिँ हामी गाडीबाट आउँछौँ, यो बोटमा आउँदैनौँ फेरि यही ठाउँमा है। अनि बोटमा जाँदाखेरि के हुने भयो भने त्यो बोटमा त चेयरहरू राखेको हुन्छ, हामी लाइन बाई बस्नु पऱ्यो त्यो चेयरमा, सबैजना है आफ्नो चेयरमा बस्ने। अनि नहल्लिने, यो बोट चाहिँ अलिकति वाब्ली हुन्छ कि, यु हेभ टु बी केयरफुल है। अलिकति वाब्ली हुन्छ, तर चाहिँ तपाईँहरू त्यो वाब्ली भयो भनेर यसो 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 हल्लिनु हुनु भएन। यो टाउको घाँटीलाई चाहिँ यता लान मिल्यो, यता हेर्न मिल्यो, दायाँ बायाँ हेर्न मिल्यो है, तर चाहिँ पुरै ज्यानै उ गरेर हल्लाएर चाहिँ हेर्नु भएन, त्यो बोट पल्टिन सक्छ त्यस्तो भयो भने है। त्यही भएर एकदम केयरफुल हुनु पऱ्यो, नहल्लिकन शान्तसँग जाने, कोही पनि नबोल्ने, फेरि एकदम साइलेन्सली जानु पऱ्यो। अनि त्यसपछि यो साइलेन्सली हामी जान्छौँ। चान्स चाहिँ एकदम हाई हुन्छ हामीलाई जनावर देख्नको लागि। मेनली यो खोलामा चाहिँ यो नदीमा हामी जुन बोटिङ गर्न गइरहेछौँ यसको नाम चाहिँ खगेडी खोला भन्छ। खगेडी खोला त्यो महाभारत पर्वतबाट बगेर आउने खोला हो। इट्स नट अ ग्लासियर वाटर है। तपाईँलाई थाहा छ नि ग्लासियर वाटर र स्प्रिङ वाटरमा है, थाहा छ है? हो, यो चाहिँ ग्लासियर वाटर होइन, स्प्रिङ वाटर हो। यो महाभारत पर्वतबाट बगेर आउँछ। अनि यो खोलामा चाहिँ देयर आर मेनी डिफ्रेन्ट स्पिसिज अफ फिसेस, टेरापिनहरू छ, फिसेसहरू छ होइन, टोटल्सहरू छ है। अनि अरू एक्वेटिक लाइफ सिस्टममा धेरै प्रजातिका जीवहरू बस्छन् त्यसमा। र त्यो मध्येमा सबैभन्दा ठुलो जीवहरू भनेको देयर आर 2 डिफ्रेन्ट स्पिसिज अफ क्रोकोडाइल्स इन दिस रिभर है। एउटा चाहिँ मार्स मगर भन्छ, द्याट लुक्स लाइक एलिगेटर्स। तपाईँहरू मगर मछ भनेर त सुन्नुभयो होला नि, टेलिभिजनहरूमा हेर्नुभयो होला, नेसनल जियोग्राफी, डिस्कभरी हेर्नुभयो होला नि, हो त्यस्तोमा चाहिँ देखाउने। त्यो चाहिँ मार्स मगर गोही भयो यहाँ छ। अनि अर्को चाहिँ लामो चुचो भएको चाहिँ त्यसलाई घडियाल भन्छ है। त्यो 2 खालको गोही यहाँ छ। र अहिले चाहिँ यो क्रोकोडाइल्सहरू कस्तो जनावर हो, त्यो एस्टिभेट और हाइबरनेट, थाहा छ? चिसो रगत भयो कि तातो रगत भयो अरे क्रोकोडाइल? चिसो रगत है, कोल्ड ब्लडेड एनिमल हो नि। हो, दिस टाइम अफ इयर कोल्ड ब्लडेड एनिमलले चाहिँ के गर्छ भन्दा विन्टरमा के गर्छ? बाहिर आउँछ। उनीहरूले चाहिँ फेरि धेरै आहार खाँदैन कि यो बेलामा, तिनीहरू चिसो रगत भएको कारणले गर्दा अहिले चाहिँ बाहिर निक्लिने, घाम ताप्ने, दिनभरि सुत्ने काम गर्छन् गोहीहरू है। गोही मात्र होइन, सबै रेप्टाइल्सहरू अनि सबै खालको एम्फिबियन्सहरू के कुबेचर भन्छ नि, सबै एउटै वर्गमा पर्छन्। र अब यो यसरी हामी जाँदाखेरि 2 खालको गोहीहरू देखिन्छ। अनि त्यो गोही देखेको बेला तपाईँहरू फोटो खिच्न सक्नुहुन्छ, सबैसँग क्यामेरा भयो भने, नभए राम्रोसँग हेर्नुहोस्, पछि देखेको कुरालाई आएर आफूले स्केच गर्न सकिन्छ होइन, चित्र बनाउन सकिन्छ ड्रइङ बुकमा, नोटबुकहरूमा। अनि त्यो गोहीको बारेमा धेरै कुराहरू हुन्छ, त्यहाँ चाहिँ हाम्रो सरले बताइदिनुहुन्छ तपाईँहरूलाई बिस्तारै। अनि त्यहाँ बोटमा सबै कुरो बताउन त नमिल्ला, तर हामी जहाँ चाहिँ बोट सक्छौँ, सकेपछि हामी हिँड्छौँ नि, त्यो बेलामा यु क्यान आस्क मेनी क्वेसन। तपाईँ अहिले मनमा सोचेर राख्नु होला है, क्वेसन थुप्रै तपाईँले सोचेर राख्नु होला। अनि पछि चाहिँ त्यो क्वेसन सोध्नुहोस् आफ्नो गाइडसँग है, उहाँले बताइदिन्छ तपाईँहरूलाई, त्यो नलेज सेयरिङ गर्नुपर्ने हुन्छ। अनि यो गोहीको साथसाथै हामी चाहिँ खोलामा बोटिङ गर्दै जाँदाखेरि चाहिँ थुप्रै खालको चराहरू देखिन्छ।
चितवन चाहिँ बर्ड वाचिङको लागि पनि एकदम राम्रो ठाउँ हो कि देयर आर मेनी डिफ्रेन्ट स्पिसिज अफ बर्ड सो फार 664 स्पिसिज अफ बर्ड्स हेभ बिन रेकर्डेड फ्रम दिस एरिया है। चितवनमा चाहिँ चरा धेरै प्रजातिको पाइन्छ। त्यो बर्डहरू पनि हामी धेरै देख्छौँ। त्यो बर्डहरू पनि हामी तपाईँहरूलाई चिनाउने छौँ। धेरै जसोको त अब अङ्ग्रेजी नाम छ, कोही कोही नेपाली नाम पनि हामीलाई थाहा भएको सेयरिङ गरौँला। अनि अब यो भन्दै अनि त्यसपछि अब केही चिज खानुभयो भने रबिसहरू बाहिर फाल्नु भएन, बोटबाट बाहिर हात लानु भएन, पानीमा छुनु हुँदैन। बोटमा यसरी चेयरमा बस्ने, भित्रै राख्ने हात, बाहिर यसरी ल्यायो भने क्रकोडाइलले तान्न सक्छ। पानीमा छुनु हुँदैन है, बुझ्नुभयो मैले भनेको कुरो? यु हेभ टु बी केयरफुल। तल पानीमा हात लानु भएन, अनि सिधा बस्ने, त्यसपछि धेरै चल्नु पनि भएन होइन। स्ट्रेट हेर्ने, कोही देखेको चाहिँ सरहरूले देखाउनुहुन्छ, तपाईँहरू इजी तरिकाले एकदम नजिकबाट हामी जान्छौँ। क्रोकोडाइल एकदम साइलेन्सली गयो भने क्रोकोडाइलले केही पनि रियाक्ट गर्दैन कि, त्यहाँ रियाक्सन गर्दैन। तर तपाईँहरूले चाहिँ हल्ला गरिदिनु भयो भने दे मे बिकम एग्रेसिभ। त्यो केसमा चाहिँ के हुनसक्छ भने दे मे अट्याक यु। त्यसले गर्दाखेरि हामी सबै साइलेन्सली जानुपर्छ भनेर भनेको है। ल अब यसपछि चाहिँ अब हामी बिस्तारै तल जान्छौँ। अनि हाम्रो ग्रुप बनाइएको छ। म्यामहरूले अघि नै भन्नुभयो तपाईँहरूको ग्रुप हुन्छ। हरेक ग्रुपमा एक एकजना म्यामहरू बस्नुहुन्छ अनि हामी एक एकजना गाइड हुन्छौँ। अनि हामी त्यसपछि बोर्डिङ सकेपछि हिँडेर उता हेर्न जान्छौँ। त्यसपछि भिलेज टुर हुन्छ हाम्रो। भिलेज टुर पछि हामी चाहिँ अनि हामी होटलमा जान्छौँ, त्यहाँ लन्च खान्छौँ। त्यसपछि अरू प्रोग्रामको बारेमा हामी पछि भनौँला। अहिले हाम्रो बोटिङ हो। साइलेन्सली जाउँ है, एकदम हल्ला नगरिकन। एकदम चाहिँ आफ्नो चाहिँ के भन्छ भन्दाखेरि परिचय दिनुपर्छ है। त्यहाँ विदेशीहरू पनि धेरै आउनुभएको छ वेस्टर्न कन्ट्रीबाट। थ्याङ्क यू। यही नै हो।